नमस्कार, म तपाईँहरूलाई आज चाहिँ सिम्बल फर युनिकोड सर्टकटबाट चाहिँ मेल र फिमेलको कसरी बनाउने भनेर चाहिँ तपाईँहरूको चाहिँ म सिम्पली हेर्नुहोस् है, सिम्पली तपाईँ सर्टकट युनिकोड चाहिँ तपाईँहरूलाई म चाहिँ सिकाउन गइरहेको छु। यो तपाईँहरूलाई यति फ्युचर हुनसक्छ, काम लाग्न सक्छ। तपाईँहरूले चाहिँ यसको सिम्बल युनिकोड बनाएर कहीँ टाँच्नको लागि रेस्टरुमहरूमा हो, कहीँ तपाईँहरूले चाहिँ टाँच्नको लागि टोइलेटमा होइन, तपाईँहरूले चाहिँ टाँच्नको लागि चाहिँ तपाईँले सिम्बल कहीँ जेनेरेट गर्नु पऱ्यो भने कसरी बनाउने भनेर तपाईँ कन्फ्युजन हुन्छ भने तपाईँको लागि आज यो भिडियो है त। नर्मल्ली तपाईँलाई चाहिँ म अब चाहिँ युनिकोड कसरी बनाउने, यो चाहिँ मेलको लागि सिम्बल भनेर देखाउँदैछु। हेर्नुहोस् है, यसमा चाहिँ तपाईँको चाहिँ मेलको लागि देखाइदिन्छु म है। मेलको लागि सिम्पली 1 टाइप गर्नु हजुरले होइन, अनि त्यसपछि F टाइप गर्नु है, 6B9 टाइप गरेपछि हजुरले सिम्पली के गर्नु पर्दैन, Alt+X गरिदिनु। ल हेर्नुहोस् त कति राम्रो यो तपाईँको चाहिँ मेलको बन्यो। त्यस्तै गरी फिमेलको लागि हेर्नुहोस् है, 1F6BA है, यदि टाइप गर्नु सिम्पली। त्यसपछि हजुरले Alt+X। ल हेर्नुहोस् त कति सजिलै यो तपाईँको चाहिँ मेल र फिमेलको चाहिँ सिम्बल बन्यो है, युनिकोड सर्टकट कीबाट चाहिँ बनाएँ है। त्यस गरी तपाईँको चाहिँ यो तपाईँहरूलाई भिडियो चाहिँ तपाईँहरूलाई काम लाग्न सक्छ भनेर मैले चाहिँ यो बनाएर देखाएको छु है। हजुरलाई मनपर्छ भने लाइक सब्सक्राइब गरिदिनु होला है। थ्याङ्क यू।